मोबाइलमा कुनै एप्सले एक्सेसिबिलिटी सेटिङ अन गर्न भनेको छ भने आजको यस भिडियो ध्यान दिएर हेर्नुहोस्, किनकि यही सेटिङबाट मोबाइल कहिलेकाहीँ ह्याङ हुन सक्छ र स्लो चल्छ। एक्सेसिबिलिटी सेटिङ भनेको एउटा विशेष अनुमति हो। यो अन गरेपछि मोबाइलको स्क्रिनमा के भइराखेको छ सबै हेर्छ। तपाईहरूले के टाइप गर्नुभयो, तपाईहरूले कुन बटन थिच्नुभयो, कहिलेकाहीँ त मोबाइल अटोमेटिक चल्न थाल्छ के। यही कारणले धेरै एप्सहरू वा स्क्याम एप्सहरूले एक्सेसिबिलिटी सेटिङ अन गर्न लगाउँछ। यदि अनजान एप्सलाई यो अनुमति दिनुभयो भने तपाईहरूको मोबाइल ह्याङ हुन सक्छ। तपाईहरूको म्यासेज, तपाईहरूको चाट, तपाईहरूको पासवर्डसम्म पनि खतरा हुन सक्छ, ह्याक हुन सक्छ। कसैको सस्तो मोबाइल होस् या महँगो मोबाइल होस्, हेर्नुभयो होला एक्सेसिबिलिटी सेटिङ। कहिलेकाहीँ कम्पनीले खुफिया फ्युचर हालेर पठाउँछन् र यो सेटिङ अन गर्नुभयो भने कहिल्यै फोन ह्याक हुनै सक्दैन, स्लो चल्न सक्दैन। सेटिङहरू त थुप्रै छन्, तर मैले 2 सेटिङ मात्र भन्छु। आउनुहोस् पुरा हेर्नुहोस् स्टेप बाई स्टेप। तर स्टार्ट गर्नुभन्दा पहिला तपाईहरूले यस भिडियोलाई लाइक, सेयर गर्नुभएको छैन भने तुरुन्त फलो पनि साथै गर्नुहोस् है। रिमुभ एनिमेसन। हाम्रो फोनमा धेरै एनिमेसनहरू लागेका हुन्छन्। एपलाई ओपन गर्न अलग एनिमेसन, ब्याक गर्न अलग एनिमेसन र होममा अलग एनिमेसन। त्यसैले तपाईँहरू सोच्न सक्नुहुन्छ यति एनिमेसन सँगै चले मोबाइल कति स्लो चल्छ। त्यसैले अन डेभलपर अप्सन। यो भनेको मोबाइलमा थुप्रै एप्सहरू सँगै रन गर्छन् र त्यसले गर्दा ह्याङ हुने सम्भावना बढी हुन्छ र यसलाई वान टाइममा वान प्रोसेस गर्नका लागि यो डेभलपर अप्सन गर्न सकिन्छ। यदि गर्नुभयो भने मोबाइल स्लो हुँदैन, फास्ट चल्छ। त्यसैको लागि यो डेभलपर अप्सन गरिन्छ। कोहीको मोबाइलमा यो डेभलपर अप्सन हुँदैन है, सफ्टवेयर भर्जन गरेर देखिएको हुन्छ। त्यहाँ तपाईँहरूले 7 चोटि क्लिक गरेर 7 चोटि थिच्नुभयो भने डेभलपर अप्सन अन हुन्छ। अनि यदि भएको छैन, कसैको मोबाइलमा यो आइरहेछ भने डेभलपर अप्सन त्यहाँ क्लिक गर्यो भने ब्याकग्राउन्ड प्रोसेस लिमिट देखाउँछ, त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि सेकेन्डमा देखिन्छ एडमिट वान प्रोसेस। यो भनेको वान टाइममा वान प्रोसेस मात्र हुन्छ र यो गर्यो भने त मोबाइल स्लो हुने कुरै हुँदैन, फास्ट हुन्छ।